तस्यै दिशै सततमञ्जलिरेष पुष्पैः प्रक्षिप्यते रसवरै मधुरेर्लेपैः। जागर्ति यत्र भगवान् गुरुचक्रवर्ती विश्वोदय प्रलयनाटकनित्यसाक्षिः श्रुतिस्मृतिपुराणानाम् आलयं करुणालयं नमामि भगवत्पादं शङ्करं लोकशङ्करम्। ओम नमो नारायणाय। हामी चर्चाको विषय चर्चा गर्दैछौँ र हामी चर्चाको विषय के थियो भने योभन्दा पूर्वमा मुसलमान इसाई र हिन्दू धर्ममा भेद र उसमा भिन्नताको संक्षिप्त विषय लिएर हामी चर्चा गरेका थियौँ। आज पनि त्यही विषयको सन्दर्भमा रहनेछ र के इसाई अथवा मुसलमान धर्ममा प्रश्न गर्न सकिँदैन, हाम्रो धर्मशास्त्रमा पनि के प्रश्न गर्ने हामीलाई अधिकार छ कि छैन र प्रश्न गर्ने अनुमति छ कि छैन भन्ने कुरा आज हामी विचार गर्नेछौँ। ईसाई अथवा मुसलमान धर्ममा उनको पैगम्बर ईसा मसीह द्वारा, ईसाई को ईसा मसीह र मुसलमान को मोहम्मद द्वारा जो निर्देश गरियो आजभन्दा 1400 वर्ष पूर्व या 2000-2500 वर्ष पूर्वको अन्तरालमा यिनको उद्भव भएको अथवा प्रकट भएको यिनको सिद्धान्त आदिमा पाइन्छ। उनमा तपाईले कुनै वैज्ञानिक छैन उनीको धर्ममा। ईसाईहरूले भन्दछन् कि सृष्टि मात्र 6 दिनमा रचियो र यो खुदाले चाहिँ नि त सृष्टिको रचना केवल 6 दिनमा गर्नुभयो भनेर यसरी भन्दछ। तर वैज्ञानिक साइन्टिस्टहरूले आज भन्छन् सृष्टि बन्नुभन्दा पूर्वमा करोडौं वर्ष त्यसको प्रक्रिया चल्यो र त्यो शनै त्यसको सृष्टि क्रम भयो भनेर यसरी उनीहरूले प्रस्तुति आदि आज हामीले देख्न पाइन्छ, सुन्न पाइन्छ। त्यसो हुनाले उनीहरूले अब ईसाईहरूले चाहिँ नि त उनको त्यो जो धर्म ग्रन्थलाई केवल त्यो उनको चर्च गिरिजा घरको भित्र मात्रै चर्चा गर्ने विषय मानेका छन्। अब मुसलमानहरूको धर्ममा उनको जो मान्यता, उनको जो पन्थमा जो मान्यताहरू छ त्यसलाई जो उनीहरूले निर्देश गरेर गए त्यसलाई नै उनले आज मान्ने गर्छ। जस्तै प्रकारले उनले भन्छन् पृथ्वी चाहिँ के छ, च्याप्टो छ। अब वैज्ञानिकले भन्छ पृथ्वी गोलो छ, अब उनीहरूले भन्छ च्याप्टो पृथ्वी छ। विचित्रै छ, उनीहरूको त्यो आफ्नो आफ्नो विषय हो। त्यसो हुनाले हाम्रो सनातन धर्ममा पनि के त्यस्तै प्रश्नहरू, त्यस्ता उत्तर आदि हामीले गर्नाले के हामीलाई जस्तै मुसलमानसँग तपाईँले प्रश्न गर्नु भने तपाईँलाई चाहिँ काफिर भनेर चाहिँ त सम्बोधित गर्छ। किन भन्दाखेरि उनीहरूलाई प्रश्न, उनीहरूको तपाईँले प्रश्न गर्दाखेरि कुनै उत्तर सन्तुष्टजनक उत्तर दिन सक्ने छैनन् तिनीहरू। तर जस्तै प्रकारले एउटा उदाहरणले तपाईँले बुझ्न सक्नुहुन्छ। सोनाको भावमा जसले नकली सोना बेचिरहेको छ त्यो व्यक्ति चाहिँ कसैले परीक्षण अथवा त्यसको परीक्षा लिन आउँदाखेरि भयभीत डराउँछ। जसले असली सोनालाई असली मूल्यमा बेचिरहेको छ भने त्यो व्यक्ति डराउनु कुनै आवश्यकता छैन। त्यस्तै प्रकारले ईसाई मुस्लिम धर्म आदि यस्तै हो। यिनीहरूले भन्छन् हाम्रो खुदाको एकमात्र पुत्र त्यसले उहाँले भनेको बातलाई चाहिँ अमल ल्याउनु पर्छ भन्दै यस्तो भन्दै उनीहरूले चाहिँ प्रचार प्रसार गर्ने गर्दछन्। खुदाको एकमात्र पुत्र उहाँद्वारा, उसले द्वारा रचिएको ग्रन्थको बातलाई मानेर पालन गर, तर्क वितर्क नगर भनेर त्यसरी भन्छन्। मैले उदाहरण दिएको थिएँ
अर्जुनले यति प्रश्न गरेका छन् भगवानलाई प्रत्यक्ष रूपमा। अब इसाईको जीवन चरित्रलाई हेर्ने भने कुनै धारणा गर्ने जस्तो कुनै यस्तो पाइँदैन। अब मोहम्मद आदिको पनि हेर्ने भने त्यति, उनीहरूको जीवन चरित्रलाई हेर्ने भने त्यति श्रेष्ठ जीवन चरित्र देख्न पाइँदैन जस्तै रामकृष्ण आदिमा हाम्रो देख्न पाइन्छ। त्यसो हुनाले प्रश्नबाट डराउने हाम्रो वैदिक धर्ममा कुनै कुरै छैन। निसङ्कोच प्रश्नको उत्तर दिन हाम्रो सामर्थ्य ग्रन्थ आदि छन्। त्यसो हुनाले के हाम्रो धर्मशास्त्रमा पनि प्रश्नको अधिकार छ? हामीलाई प्रश्न गर्ने हामीलाई अधिकार छ कि छैन भन्ने विषयलाई लिएर चर्चा गर्दाखेरि अब हेर्नुहोस्, हाम्रा 4 वेद अन्तर्गतमा अथर्ववेदमा चाहिँ नि त औषधि र परमार्थ तत्त्वको निरूपण गरिएको छ। यहाँ ग्रन्थ प्रणेताले चाहिँ नि त उहाँ ती मन्त्रका अन्तिम भागलाई लिएर, जस्तै प्रश्नहरूका भागलाई लिएर चाहिँ नि त प्रस्तुति गर्नुभएको छ। त्यही अनुसार म पनि दाजुहरूको सामु प्रस्तुत गर्नेछु। संस्कृति बुझ्नेले चाहिँ नि बुझ्न सक्नुहुन्छ, संस्कृत नबुझ्नेलाई चाहिँ त्यसको अर्थ गरी बुझाउने प्रयास गरौँला। अब बुझेका छन्, कति देवः कति तमे त आसन। ती देवताहरू कति छन् र तिनको बस्ने स्थान कहाँ हो? कौ तच्चिकेतः प्रिया प्रियाणि बहुला स्वप्नम सम्बन्धा तन्त्रयः। व्यक्तिले स्वप्नमा प्रिय अथवा अप्रिय आदि किन देख्दछ र त्यसबाट दुःख अथवा सुखको अनुभूति किन गर्दछ भन्ने यस्तो प्रश्न वेदमा गरियो। हेर्नुहोस्, त्यस्तो भएकाले को अस्मिन् प्राणः को अपानम व्यानम समानम अस्मिन् को देवः। यस शरीरमा प्राण अपान समान उदान गरी प्राण व्यान गरी समान हाम्रो शरीरमा प्राण कसले हाल्यो, त्यो को हो भनेर यसरी प्रश्न गरियो। त्यस्तै प्रकारले कस्मात् अंगात् दीप्यते अग्निरस्य कस्मात् अंगात् पवतेः मातरिश्वः। 12 प्रदयश्चक्रमेकं त्रीणि नव्यानि कौ तच्चिकेतः। तस्मान् हतास्त्रीणिः शतानि संगवः षष्टिश्च खिलः अविचाल चलाये इत्यादि प्रश्नहरूले लबालब भरिएको छ। यहाँ प्रश्न गरियो, यस शरीरको अन्दरमा कसले प्राण अपान समान उदान आदि प्राणको कसले हालिदियो। 12 पर्वत वाला माने 12 महीना वाला साल कसले बनाइदियो। त्यसमा गर्मी सर्दी वर्षा गरी यिन 3 विभाग कसले गरिदियो। 365 दिनमा कुनै दिन छोटा कुनै दिन बडा कुनै दिन यस्ता कसले गरिदियो, यो किन छ। अनेक यस्ता प्रश्न। यस शरीरको निर्माण कसरी गरियो, स्कन्द आदि कसले गराइदियो। यी अनेक प्रश्नले लबालब भरिएको छ। त्यसले प्रश्नसँग डराउनु कुनै आवश्यक छैन। प्रश्न गर्नुपर्छ र सही प्रश्न गर्नुपर्छ, त्यसको सही उत्तर अवश्य मिल्नेछ। प्रश्न कोसँग गर्दैछु र कहाँ गर्दैछु यो पनि जान्नु आवश्यक छ। त्यसैले हाम्रो धर्मशास्त्र आदिमा प्रश्नबाट घबराउनु कुनै आवश्यक छैन। हाम्रा धर्म प्रचारकहरू धर्म संरक्षकहरू जसले चाहिँ धर्मको प्रचार प्रसार गर्दछन् उनीहरूले प्रश्नको यथोचित उत्तर ढुनी शास्त्रबाट ढुनेर राख्नुपर्नेछ र प्रश्न गर्नेहरूबाट क्रोधित नभइकन त्यसलाई वैज्ञानिक तथ्य रूपले राखेर प्रस्तुत गर्ने हाम्रो आवश्यकता पडिरहेको छ। इसाई र मुसलमान धर्ममा लिएर हामी अन्तराललाई लिएर त चर्चा विचार गरिरहेका छौँ। बौद्धमा र हाम्रो हिन्दू सनातन वैद धर्ममा मान्यतामा के फरक छ र बौद्ध भगवानले भन्न खोजेको के हो र आज जानिराखेका के छौँ हामीले। बौद्ध अनुयायी
हामी बौद्धलाई कुनै भेद अथवा अन्तर मान्दैनौँ, किनभने हामी 10औं अवतार नै बौद्धलाई मान्छौँ। त्यसो हुनाले 9औं अवतार बुद्धको मान्छौँ। त्यसो हुनाले हामी बौद्ध धर्ममा कुनै भेद अथवा उतो देख्दैनौँ। तर जसले बौद्ध धर्मको पालन अथवा त्यो मार्गमा चलिरहेका छन्, तिनले हाम्रो हिन्दू धर्ममा खोड देखाउने, गल्ती देखाउने, अवैज्ञानिक तथ्य नभएको यस्ता आक्षेप आदि गर्दछन्। त्यसमा भोलिभाली जनताहरू भ्रमित भई के हो त साँच्ची नै भनेर चाहिँ नि त कति प्रभावित पनि भएर आफ्नो परम्परालाई छोडी, आफ्नो मान्यतालाई छोडी अन्य बन्न गइरहेका छन्। बौद्धका सिद्धान्त अथवा बौद्धका ज्ञानलाई नलिनु अथवा नमान्नु भन्ने हाम्रो कुनै होइन। तर बौद्धको सिद्धान्त सुनिसक्दा बौद्धको आचरण अथवा उनको ध्यान धारणा आदि त्यो जो सिकेपछि के हिन्दू धर्मै छोड्नु पर्छ, देव देवतालाई छोड्नै पर्छ भन्ने अनेक यस्ता प्रश्नहरू र आज समाजमा जो वैचारिकता देखिन पाइराखेको छ, यिनी विषयलाई भविष्यमा लिएर चाहिँ नि अवश्य चर्चा गर्नेछौँ हामी। आजको विषय यो थियो कि के वेद आदि शास्त्रमा प्रश्न गर्न सकिन्छ कि सकिँदैन भन्ने। तर यहाँ त अनेक मन्त्रका अंशहरू हामीलाई मिले, जहाँ चाहिँ नि प्रत्यक्ष रूपले चाहिँ प्रश्न गरिरहेको छ, ती देवताहरू कति छन्, कहाँ बस्दछन्, यो वायु आदि कसले रचना गर्यो, यो अग्निको तेज कहाँबाट आउँछ, यो वायुको सरसराहट त हुन्छ, प्रत्यक्ष किन हुन सक्दैन, अनेक यस्ता प्रश्नहरू। 12 महिनाको साल किन बनाइयो, 13 महिनाको किन बनाइएन, 7 दिनकै हप्ता किन बनाइयो, 8 दिनको किन हप्ता बनाइएन, यो शरीरमा नाखुन किन बनाइयो, अनेक यस्ता प्रश्नहरू छन्। तर संक्षिप्त रूपमा बताउने मैले प्रयास गरेँ कि हाम्रो सनातन वैदिक धर्ममा यति श्रेष्ठ हो, श्रेष्ठ पनि हो, ज्येष्ठ पनि हो। यो सबै धर्म आज जो पन्थहरू निस्केका छन् यसैबाट निस्केका छन्, यसैका हाँगा हुन्। र हामीमा सही मायनेमा अध्ययन, स्वाध्याय र धर्मशास्त्रको ज्ञान नहुनाले हामी भ्रमित हुन जान्दछौँ। त्यही उद्देश्य राखी आजका नवयुवक पिँढीहरूलाई सही ज्ञान, सही धर्म र अर्काले तपाईँलाई भनिसक्दा त्यसमा प्रभावित नहोस् भन्ने उद्देश्य राखी यिनी भिडियो बनाउनेको प्रयास हो। र यिनलाई सुन्नु, समय दिई मनन गर्नुहोला र आफ्ना साथीभाइहरूलाई पनि यसलाई सेयर गर्ने प्रयास गर्नुहोला, यसद्वारा उनीहरूले लाभ लिउन् भन्ने मेरो उद्देश्य हो। हरि ओम तत्सत। नारायण।